भाइ मेरो भिडियो हेर्छ तिमीले हेर्नुपर्छ नि यार आफ्नै गाउँको भाइहरूले भिडियो हेर्दैन नि अनि के गर्नु हो म यसरी नामै पो थाहा छैन अरे क्या गजब बेइज्जती है अब हामी त गाउँले नै पर्यो होइन कि गाउँले पाखे भयो होइन गाउँले पाखे भयो होइन सो हेलो एन्ड व्हाट्सअप एभ्रीवन वेलकम टु माई न्यू ब्लग इट्स मी अनामिक तामाङ सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु होइन अनि अहिले चाहिँ म चाहिँ गाउँमा छु होइन दिनसम्म हुन्छ ब्याकग्राउन्डमा चाहिँ ट्याक्क मन्दिरनिर छ होइन हामी चाहिँ अनि सो केटाहरू त्यहाँ दुईजना छ दिनसम्म हुन्छ होइन अनि अहिले चाहिँ हामी घरभन्दा अलिक तलनिर हो होइन त्यो मन्दिरनिर अनि सो अहिले चाहिँ हामी किन आएको होइन यहाँ मुनिनिर केटाहरूले अलिकति सानो आल छ अरे होइन आल भन्नाले अब खोलाको त्यो टक्क होइन दह छ अरे त्यसमा नुहाउन भन्दा नि अब यस्तो हुन्छ नि गाउँमा टक्क नुहाउन जाने सोचले हिँडेको होइन सो दिनसम्म हुन्छ होइन वेदर चाहिँ यस्तो दामी बवाल दिइरहेछ है गाउँको भ्यू चाहिँ अनि सो गाउँमा चाहिँ दामी छुट्टै खालको मजा हुन्छ अनि हुन्छ नि भग पनि अब बनाऊ भन्छु होइन अब गाउँमा चाहिँ के हुन्छ भने नेट प्रब्लम क्या अब भिडियो बनायो हाल्नेलाई वातावरण नै छैन चरिकोटै जानुपर्छ अनि म गाउँमै छु नि त हिजो अस्ति भर्खर चाहिँ चरिकोट गएको थिएँ अनि भिडियो बनाउने अलिकति वातावरण भन सो त्यही भएर अहिले चाहिँ अब जाँदैछौँ यो चाहिँ हाम्रो फेरि पहिलाको बोर्डिङ हो होइन यहाँको टोइलेट चाहिँ अझै रहेछ यो चाहिँ हुन्छ नि मैले के भन्छ एलकेजी युकेजी 1सम्म पढेको हो यहाँ थियो होइन बोर्डिङ हाम्रो चाहिँ क्लास यहाँदेखि परसम्मको थियो सो अहिले चाहिँ यहाँ चाहिँ छैन किनकि भूकम्पपछि चाहिँ यो सबै खारेज हो क्या होइन ढक्क केटाहरू चाहिँ तल जाँदैछ यता बाख्रा चढेर छ होइन सो त्यही हो पहिला तल जाऊँ अनि त्यसपछि टक्क पानीको यस्तो वातावरण हेरौँ के कस्तो रहेछ अनि त्यसपछि छिर्नुपर्छ गाइज त्यही हो अब टक्क केटाहरूलाई पनि भेटिरहेको हुन्छ नि त गाउँमा चाहिँ अनि भिडियो बनाऊ भने त्यही हो अब सायद यो भ्लग चाहिँ अब 2-4 दिनपछि मात्र अपलोड हुन्छ होइन तिहार पनि आयो सबैलाई एडभान्समा ह्याप्पी तिहार होइन अब त्यो दसैँको भ्लग पनि हाल्न पाएन दसैँको भिडियो बनाएको थियो बनाउनु चाहिँ तर हाल्न पाएन क्या नेटले गर्दा नै अनि सो त्यही हो दसैँ त त्यस्तै भयो तिहार चाहिँ अलि रमाइलो हान्नुपर्छ होइन कहाँ तल पुगिसक्यो यार केटाहरू सो तलै पुगौँ अनि त्यसपछि भेटौँला है त लेट्स गो अनि हामी चाहिँ यहाँ आइसक्यो होइन टक्क टेन्सन हुन्छ ठुलो छैन सानो छ तर यसो नुहाउनको लागि चाहिँ दामी खालको छ होइन त्यही भएर आयो यहाँ चोर छ एउटा अर्को यता छ टक्क रेडी भइसक्यो यो चाहिँ अब निस्किनको लागि सो त्यही हो पहिला यहाँ छिरौँ के कस्तो हुन्छ पहिला त्यो त्यहाँनिर हल्का खोल्या रहेछ त्यो थुनिदिनुपर्छ त्यसपछि हल्का माथि जनाउँछ नि त त्यही गाइस एकछिन बसौँ अनि त्यसपछि छिर्नेर पनि भेटाउँला है त लेट्स गो सो गाइस अझै जाडो भइरहेछ होइन जाडो भएर यहाँ टक्क केटाहरू बाहिर बसिरहेछ होइन सो यो भाइ चाहिँ अघि हाम्रो भिडियो बनाइरहेको थियो उता गइरहेछ होइन टक्क जाडो छ गाइस टेन्सन हुन्छ होइन टक्क खोला चाहिँ फेरि एकदम पिस अनि हुन्छ नि फेरि स्वच्छ हो नि होइन दामी छ समीर केही भन्दैन त मेरो भ्लगमा धेरै पछि आएको छ धेरै पछि भन्दा पनि फर्स्ट टाइम होला बुझ्नु भन् के भन्दैछ अब तैँले स्कुलमा आएको थियो होला कि थियो ए मेरो त्यसमा छ होला फर्स्ट भ्लगमा होला यो फर्स्ट भ्लगमा नि त होइन केटीसँग डुलेर हिँडेछ कहाँबाट आउँछ भ्लगमा होइन अनि अरू भने त्यस्तै हो गाइस के भन्नु जाडो भएर टक्क चाहिँ घाम तापिरहेको त्यो अर्थ त्यही हो भाइ मेरो भिडियो हेर्छ तिमीले हेर्नुपर्छ नि यार आफ्नै गाउँको भाइहरूले भिडियो हेर्दैन नि अनि के गर्नु हो म यसरी नामै पो थाहा छैन अरे क्या अनामिक तामाङ छ भाइ सो त्यही हो अब एक दुईचोटि सिनेम्याटिक भिडियो हाल्नुपर्छ होइन अनि त्यसपछि चाहिँ चलिदिनुपर्छ होला जाडो भयो होइन एकछिनमै घाम लाग्ने तातिन्छ के गर्नु सो त्यही हो अनि टक्क एकछिन भेटौँला है त त्यही हो गाइस अनि हामी चाहिँ अब निस्किसक्यो नि त अनि त्यसपछि टक्क अहिले यहाँ बसिरहेछ यहाँ समिलिएको छ त्यो चाहिँ उता गर्लफ्रेन्डलाई बोल्नको लागि उता पर रुखको पछि लुकेर गर्लफ्रेन्डसँग बोलिरहेको छैन अरू के भन्नु छ र
घाम चाहिँ दामी लागिरहेछ है खोलाबाट निस्केपछि हुन्छ नि यस्तो जाडोमा घाम ताप्नु मजा आउँछ सबै छुट्टै मजा आउँछ केटाहरूसँग झन् मजा छुट्टै गरिरहेको छ चिन्ता नगर्न त्यताबाट कफिङलाई त्यो टक्क टेक्सिक्स हानेर होइन त्यो गाइस अब अरू भनेर त्यस्तै हो गाउँतिर यस्तै हो रमाइलो होइन त्यही हो अब के भन्नु छ र अब हामी चाहिँ एकछिनमा यसो पर डाँडतिर जान्छौँ होला के भन्न यार समीर के भन्नु के सँगै भनेर के उनीहरूले सपोर्ट गर्दैन होइन युजरहरूले सपोर्ट गर्दै भयो हुन्थ्यो ल दामी इमोसनल पारामा दिइरहेछ त होइन है अनलाइन क्लास सपोर्ट गरिदिनु है सब्सक्राइब गरिदिनु अरू के भन्नु अरू के भन्नु दामी भाइ ऱ्याप हान्न आउँछ तिमीलाई एउटा ऱ्याप हानिदेऊ न तिम्रोबाट गीत गाउन आउँछ एउटा केही गाइदेऊ न क्या दाइको लागि गाइदेऊ त ल एउटा केही नबोले नि हाँसिराख न गाइदियो त समीर राईको फेरि गाना म त ढले 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 दिएन ट्रेन्डिङमा त्यही गीत सुनिरहेको थिएँ मैले हिजो अस्ति होइन त्यही हो अब गाउँतिर पनि केटाहरू कोही छैन यो म उमेश किशोर छ अरू त कोही छैन होला गाउँमा पनि अब सब सहरतिर छिरिसकेको छ अब हामी त गाउँले नै पऱ्यो होइन किन गाउँले पाके भयो होइन गाउँले पाकेर दामी दियो त है त्यही गाई केटाहरूले सहर बसेर गाउँले पाके सम्झिँदैन गाउँले पाके सम्झिँदैनन् त्यही गाउँले पाके पहिला काम लाग्थ्यो अहिले ठुलो भयो ठुलो बडा है त्यो गाई अब हामी चाहिँ एकछिनमा निस्किन्छ होला यहाँबाट पर डाँडतिर जाने यस्तो सिनेमेटिकहरू लिन्छ आज चाहिँ अब भ्लगमा हालेँ नि धेरै भयो डाउनमा आएको थियो 1 महिना जति ग्याप भइसक्यो नि त मैले भिडियो नहालेँ नि अन्त एउटा डाउनमा गइरहेको थिएँ अनि यस्तो आज चाहिँ भिडियो बनाएर हालिदिनु पऱ्यो भनेर त्यही हो अरू भनेर त्यही हो टक्क सिनेमेटिकहरू हेर्दै जाउँ है त लेट्स गो सो गाइस अहिले चाहिँ म समीरको माग छ होइन टक्क हामी चाहिँ तलतिर गयो नि त पौडी खेल्यो अनि त्यसपछि हामी चाहिँ फर्केर अनि उता डाँडामा गयो अनि एकछिन त्यता बसेर अहिले चाहिँ समीरको माग छ होइन अनि समीरले चाहिँ बदम भुटेर खुवाउने त्यही भएर आएको होइन त्यो चाहिँ बदम लिन गएको थियो भित्र ल्याइनुहोस् त भाइ कहाँ गइस् सो गाउँघरको त्यही हो होइन रमाइलो छ यसो ट्यागको कोठाबाट निस्किने त्यो हरियाली दिन सक्नुहुन्छ होइन अनि सो त्यही हो अब बदम सदम खाने कुरा गरेर छ हेरौँ के हुन्छ होइन अनि त्यसपछि चाहिँ घरतिर लानुपर्छ घरमा मम्मी पनि हुनुहुन्न अनि बाबा उता अफिस जानुभएको छ मम्मी चाहिँ उता गर्मीमा जानुभएको छ नि त धान काट्न समथिङ केही भनेको थियो अन्त उता जानुभएको छ अनि घरमा यसो हल्का कामसाम गर्नु पऱ्यो नि त सो त्यही गाई छ एकछिन भेटौँला त लेट्स गो सो गाइस अहिले चाहिँ म घर आइसकेको छ होइन अनि टक्क अब चाहिँ पानी लिन जानु लागेको रात पर्न लागेको छ होइन सुदेन हुनुहुन्छ अनि ओइ निर्ता सो गाइस अनि अहिले चाहिँ हामी कोठामा छौँ म र हुन्छ अनि बाबा हुनुहुन्छ मम्मी चाहिँ उता गइरमी जानुभएको छ मामा घर धान काट्ने समथिङ के भन्नुहुन्थ्यो अनि अहिले चाहिँ म र बहिनी तास खेलिरहेको थियो यस्तो हान्ने होइन यस्तोमा हातमा हान्ने दुइटा उनीहरूले यो चाहिँ कुटे खाएर रुँदै बसिरहेछ
रुँदैछ त्यही भएर भोइस पनि त्यस्तो निकाल्छ सो गाइस अनि मैले यो भ्लग चाहिँ खासमा अब धेरै भयो नि त भिडियो नहालेको त्यही भएर टक्क दाइहरूले पनि भन्नुभएको थियो अनि त्यही भएर भिडियो हालेको होइन सो आजलाई चाहिँ यति नै भनौँ अनि सो नेक्स्ट भ्लगमा भेटौँला तिहार पनि आइसक्यो अब सो त्यही हो गाइस अब यो भिडियो चाहिँ अब 1-2 दिनमा आउँछ होला सायद के गर्नु गाइस अब त्यो हुन्छ अनि अब तिहार पछि चाहिँ कन्टेन्टहरू हाल्नुपर्छ सो आजलाई चाहिँ यति न्यू भ्लगमा भेटौँला बाई बाई